हेलो एभ्रिवान नमस्ते मेरो नाम दिपेश म अहिले जापानको ओसाकाबाट है फेसबुक मोनिटाइजेसन गर्ने क्रममा मलाई विभिन्न प्रश्नहरू सोधिरहनु भएको हुन्छ त्यसै अन्तर्गत मैले आज चाहिँ केही जानकारीमूलक होस् भन्ने उद्देश्यका साथ यो एउटा भिडियो बनाएको छु फेसबुक मोनिटाइज गर्नको लागि चाहिँ कतिजना फलोवर्स हुनुपर्छ के क्राइटेरियाहरू छन् भन्ने कुराहरू मलाई सोधिरहनु भएको हुन्छ त्यसको लागि के भनेदेखि कतिजना फलोवर्स हुनुपर्छ भन्ने कुरामा यति नै जना फलोवर्स हुनुपर्छ भन्ने छैन है तर तपाईँले फेसबुकको कन्टेन्ट मोनिटाइजेसन प्राप्त गर्नको लागि चाहिँ टर्न अन प्रोफेसनल मोड भनेर चाहिँ तपाईँले सेटिङ चाहिँ गर्नुभएको हुनुपर्छ अर्को कुरा भनेको तपाईँले ओरिजिनल कन्टेन्टहरू फोटो भिडियोहरू चाहिँ हाल्दै गर्नुपर्छ स्टोरीहरू हाल्नुपर्ने हुन्छ फोटो हाल्दाखेरि अथवा त्यो टेक्स्टहरू हाल्दाखेरि तपाईँले एकदम ख्याल गर्नुपर्ने कुराहरू चाहिँ के छ भने यदि तपाईँले कुनै काम सम्बन्धीको पोस्टहरू जब अफरहरू हाल्नुहुन्छ भने चाहिँ सकेसम्म त्यसलाई टेक्स्टमा नलेख्नु होला त चाहिँ सुरुमा चाहिँ केही थोरै अलिकति टाइटल दिएर जानकारी भनेर मात्र लेख्ने र बाँकी कुराहरूलाई चाहिँ फोटोमा हाल्नुहोस् किनभने तपाईँले लेखेको कुराहरूलाई चाहिँ त्यो स्क्याम भनेर डिटेक्ट गर्दैन हतपत्त धेरैजनाको मैले देखेको छु ल काम सम्बन्धीको सूचना घन्टाको यति होइन 1000-1200 अनि केटा मात्रै चाहिएको केटी मात्रै चाहिएको यस्ता यस्ता कुराहरू लेखिरहनु भएको हुन्छ अफरहरू लेखिरहनु भएको हुन्छ त्यस्तो कुराहरू हाल्नु भने चाहिँ तपाईँको कुनै पनि बेलामा स्क्याम अथवा फ्रड भनेर चाहिँ त्यस्तो खालको एक्टिभिटीहरू भनेर तपाईँको पोस्टहरू नै डिलिट गरिदिने अनि त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँको 1 वर्षसम्म नै रेस्ट्रिक्सनमा पर्छ है मोनिटाइजेसनको लागि मोनिटाइजेसन हुनुभन्दा अगाडि यो कुराहरू चाहिँ विचार गर्नुहोस् तपाईँको हाल्ने कन्टेन्टहरू चाहिँ एकदम विचार गरेर हाल्नुपर्ने हुन्छ अनि अर्को कुरा के भनेदेखि तपाईँले सेन्सिटिभ किसिमका टेक्स्टहरू लेखेर चाहिँ भिडियोहरू पोस्ट नगर्नुहोस् हात हतियारसँग सम्बन्धित गोला बारुद अहिलेका आतङ्क होइन त्यस्तो अनि जेनजीको सम्बन्धीको त्यस्तो किवर्डहरू राखेर धेरै भिडियोहरू बनाउनु भएको छ भनेदेखि चाहिँ पेट्रोल पुलिस प्रहरी आगो लागि दुर्घटना हत्या बलात्कार आत्महत्या जस्ता सम्बन्धीका कुराहरू चाहिँ लेखेर होइन यस्तो पोस्टहरू केही तपाईँले टाइटल लेखेर भिडियोहरू हाल्नुहुन्छ भनेदेखि चाहिँ तपाईँको भिडियो चाहिँ रेस्ट्रिक्सनमा पर्न सक्छ त्यही भएर एकदम विचार गर्नु होला सकेसम्म त्यस्तो कुराहरू चाहिँ नहाल्नुहोस् क्युआर कोडहरू हतपत्त नहालेको राम्रो है त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँहरूकोमा रेस्ट्रिक्सनबाट बच्न सकिन्छ अर्को कुरा भनेको कन्टेन्ट मोनिटाइजेसन अहिले भनेको कन्टेन्ट मोनिटाइजेसनको कुरा एकदम धेरै चल्तीमा छ कन्टेन्ट मोनिटाइजेसन प्राप्त गर्नको लागि चाहिँ सेटअप आउनको लागि त्यति धेरै गाह्रो छैन मैले धेरैजना मान्छेहरूको मैले देखेको छु 1000-2000 फलोवर्समा पनि आइरहेको छ तर कन्सिस्टेन्सी चाहिँ हुनुपर्छ आज भिडियो हाल्यो आज फोटो हाल्यो आज टेक्स्ट हाल्यो अनि 2 दिन 3 दिन 4 दिनसम्म चाहिँ केही पनि नहालिकन चाहिँ बस्नुहुन्छ त्यस्तो अवस्थामा तपाईँलाई चाहिँ सेटअप हतपत्त पाउनुहुन्न ग्राफ चाहिँ एकदम बढ्दो खालको हुनु पर्यो तपाईँको कहिले जिगजाग खालको भयो भने चाहिँ कहिले हाल्ने कहिले छोड्ने आफूलाई मन लागेको बेलामा चाहिँ कन्टेन्ट बनाउने मन नलागेको बेलामा नहाल्ने त्यस्तो होइन केही न केही कुराहरू चाहिँ फोटो भिडियोहरू चाहिँ हाल्नुहोस् अनि अलिकति इङ्गेजमेन्ट बढ्ने किसिमको कन्टेन्टहरू चाहिँ हाल्नुभयो भने सबैभन्दा राम्रो अनि अर्काले हालेको कुराहरू छ फोटो भिडियोहरू छ फेरि त्यसैलाई चाहिँ सिधै डाउनलोड गर्ने अनि सिधै अपलोड गरेर हाल्ने कामहरू नगर्नुहोस् सकेसम्म डाउनलोड गर्नुभएको कुराहरू छ भने पनि एकचोटि क्यानभा भन्ने एडिटर पाइन्छ त्यो एडिटरमा तपाईँले सेभ गरेर चाहिँ केही न केही नयाँ कुराहरू चाहिँ एडिट गर्नुहोस् र थोरै भए पनि आफ्नो नयाँ कुराहरू चाहिँ एड गर्नुहोस् आफ्नो कुराहरू त्यसमा हाल्नुभयो भने तपाईँको त्यो कन्टेन्ट चाहिँ अलिकति भए पनि ओरिजिनल बन्न जान्छ है जस्ताको तस्तै डाउनलोड गर्ने एकतिरबाट अनि फेरि अर्कोतिरबाट अपलोड गराउनुहोस् धेरैजनाले के गर्नुभएको हुन्छ भने कसैको बिहे वर्तमान अब होइन शुभकामनाहरू दिने बेलामा चाहिँ अथवा त्यस्तो फोटोहरू चाहिँ अर्कैले हालिसकेको हुन्छ अनि त्यहाँबाट डाउनलोड गर्नुहुन्छ अनि फेरि आफ्नोबाट हालेर फेरि शुभकामना भनेर लेख्नुहुन्छ यस्तो कुराहरू गर्नुभयो भने पनि तपाईँकोमा कन्टेन्टमा चाहिँ अनओरिजिनल कन्टेन्ट भनेर गनिने भएकोले सकेसम्म त्यस्तो कुराहरू चाहिँ नहालेको राम्रो है हाल्नुहोस् तर एकचोटि डाउनलोड गरिसके पछाडि अनि फेरि क्यानभामा लगेर तपाईँले त्यसलाई थोरै यताउति कलरहरू चेन्ज गर्ने अलिकति टेक्स्टहरू केही लेख्ने र अनि त्यसमा चाहिँ रेजुलेसनहरू चेन्ज गरेर फेरि सेभ गर्नुभयो भनेदेखि चाहिँ तपाईँको ग्यालरीमा त्यो फोटो चाहिँ पहिले नै फेसबुकबाट डाउनलोड गरिएको भन्ने एउटा युआरएल बस्छ युनिक कोडहरू चाहिँ बसेको हुन्छ फेसबुकलाई थाहा हुन्छ अपलोड गर भने यो फोटो भिडियोहरू चाहिँ पहिले नै फेसबुकमा थियो भन्ने कुरा थाहा हुन्छ है त्यो भएर थोरै भए पनि तपाईँले केही न केही चेन्जेसहरू चाहिँ ल्याउनु पर्ने हुन्छ एकदमै बिहान दिउँसो बेलुका दबाई खाए जसरी नै तपाईँले भिडियो फोटोहरू चाहिँ हाल्ने गर्नुपर्छ अहिले के आएको छ भने चाहिँ यस्तो किसिमको ल्यान्डस्केप टाइपमा हाले पनि टिकटक फर्मेटमा त्यो पोर्ट्रेटमा 9:16 को रेसियोमा तपाईँले मोबाइल हेर्दा जसरी भिडियोहरू हेर्नुहुन्छ त्यसरी नै हाल्नुभयो भने सबैलाई रिल्समा गर्ने भएकोले गर्दाखेरि चाहिँ सबै लङ भिडियो पनि सर्ट भिडियो पनि जेसुकै पनि रिल्स हुनु पर्यो अर्को एउटा के छ भने मोनिटाइज भइसके पछाडि तपाईँले
पैसा कमाउनको लागि कम्तीमा पनि तपाईँले हालेको भिडियोहरू भनेको 10 सेकेन्ड चाहिँ हुनुपर्छ, मिनिमम 10 सेकेन्ड। 10 सेकेन्डभन्दा माथि भयो भने मात्रै पैसा आउँछ। 5-7 सेकेन्ड अथवा तपाईँले 9 सेकेन्ड मात्रैको भिडियो केही चिज राम्रो लाग्यो, फोटो अथवा भिडियो खिच्नुभयो, 9 सेकेन्डसम्मको भिडियो खिच्नुभयो, हल्ला अनि यो त एफे भयो भनेर हालिदिनु भयो भने चाहिँ पैसा आएन भनेर नभन्नुहोस्। त्यही भएर कम्तीमा 10 सेकेन्डसम्मको भिडियोहरू चाहिँ तपाईँले हाल्नुपर्ने हुन्छ। त्यो गऱ्यो भनेदेखि मोनिटाइज हुन्छ। फोटोहरू हाल्नुभयो भने चाहिँ अझ धेरै इङ्गेजमेन्ट आयो भने त्यसै भिडियोमा भन्दा फोटोमा धेरै पैसाहरू मैले चाहिँ आएको देखिरहेको छु। त्यही कारणले गर्दा कन्सिस्टेन्सी हुनु पर्यो, ओरिजिनल कन्टेन्ट हुनु पर्यो। आफ्नो मोबाइलबाट खिचेको भिडियो हो भने सबभन्दा राम्रो। कतैबाट डाउनलोड गरेको छ भने थोरै एडिट गर्नु पर्यो। त्यसमा कसैले कपिराइट लाग्ने खालको अहिले अब एनपिएल चलिरहेको बेलामा चाहिँ उताको भिडियोहरू डाउनलोड गरेर यता आफ्नोमा हाल्नुभयो भने चाहिँ कपिराइट स्ट्राइक लाग्यो भनेदेखि तपाईँको फेरि मोनिटाइजको सम्भावना चाहिँ एकदम कम भएर जान्छ। सकेसम्म त्यस्तो कुराहरू चाहिँ नहाल्नुहोस् है। अहिलेको एकदम आफूलाई मन लाग्यो भने विचार गर्नुहोस् मोनिटाइज हुनुभन्दा अगाडि र मोनिटाइज भइसके पछाडि। प्रोफेसनल ड्यासबोर्ड भनेको के हो भने तपाईँ अब प्रोफेसनल हुनुभयो, त्यही भएर तपाईँलाई प्रोफेसनल ड्यासबोर्ड भनेर दिएको। त्यहाँ लर्निङ ड्यासबोर्ड भनेर दिएको छैन नि त, त्यही भएर तपाईँ लर्नर होइन, बिगिनर होइन क्या, त्यहाँ बिगिनर ड्यासबोर्ड भनेर दिएको छैन। प्रोफेसनल ड्यासबोर्ड भनेर दिएको मतलब तपाईँ अब प्रोफेसनल हुनुभयो है भनेर चाहिँ तपाईँलाई प्रोफेसनल ड्यासबोर्ड दिएको हो। त्यो विचार गर्नुहोस्, फोटो भिडियोहरू हाल्नुहोस्, कन्टेन्ट मजासँग हाल्नुहोस्, फेसबुकमा राम्रोसँगले पैसा कमाउनुहोस्। तपाईँलाई फेसबुक सम्बन्धीको पे आउट सम्बन्धीको कुनै पनि कुराहरू जानकारीहरू चाहियो भनेदेखि चाहिँ कमेन्ट गर्नुभयो भने पनि हुन्छ। योभन्दा पुरानो भिडियोहरू हेर्नुभयो भने पनि त्यसमा चाहिँ तपाईँले इन्फर्मेसनहरू पाउन सक्नुहुन्छ। कसरी सेटअप गर्ने भन्ने कुराहरू चाहिँ मैले एकदम भिडियोहरू बनाएर हालिदिएको छु। राम्रोसँग हेर्नुहोस्, बुझ्नु भएन भने कमेन्ट गर्नुहोस्। सकेसम्म म तपाईँलाई टाइम बनाएर कमेन्टको रिप्लाई गर्नेछु अथवा सम्पर्क गर्न सक्नुहुनेछ मसँग। मसँग डाइरेक्टली कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने पनि तपाईँले नेपालको नम्बर हो भनेदेखि वाट्सएपमा मात्रै मेसेज गर्नुहोस्। 98 63 33 66 04 98 63 33 66 04मा वाट्सएप गर्नुभयो भने तपाईँको मेसेज मसँग आउँछ। के हो हेलो हाई मात्रै भन्नु लेख्नुहोस्, म फलाना मान्छे, मलाई यस्तो यस्तो कुराको चाहिँ समस्या भयो, यसको सोल्युसन कसरी गर्ने भनेर मेसेज पुरै लेखेर हेर्नुहोस्। ताकि एकचोटि मेसेज हेरिसके पछाडि सबै कुराहरूको इन्फर्मेसन होस्। अथवा भोइस मेसेज पठाउनु भयो तपाईँलाई बोल्ने कुराहरूमा चाहिँ सजिलो हुन्छ, सुन्न पनि सजिलो हुन्छ। सबै कुराहरू थोरै चट्ट मिलाएर बोलेर मलाई मेसेज गर्नुभयो भने पनि सजिलो हुन्छ। त्यही भएर सकेसम्म कल नगर्नु होला, कल उठ्दैन है। तपाईँले भनेको मेसेज मात्रै रिप्लाई आउँछ, फोन गर्नुभयो भने हुँदैन। टाइम मिलाएर कलमा कुरा गर्न पनि सकिन्छ, तर डाइरेक्ट फोन नगर्नु होला, त्यति भन्न चाहन्छु है। यति कुराहरू भने र फेसबुक सम्बन्धी मोनिटाइजेसन सम्बन्धी के कुराहरू छ भने चाहिँ जानकारी छ भने चाहिँ कमेन्ट चाहिँ गर्न नबिल्नु होला भन्दै अहिले बिदा हुन चाहन्छु। हस्त नमस्ते, बाई बाई।